माननीय सभामुख महोदय, आज माननीय भीष्मराज आङदेम्बे ज्यूले राख्नुभएको यो जुन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, जुन यो चाहिँ भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको समग्र उसमा चाहिँ उहाँहरूको विषयमा नेपाल सरकारले अहिले के गरिरहेको छ र अब गर्नुपर्ने के हो भन्ने विषयमा एउटा महत्त्वपूर्ण विषयको विषयमा यो सार्वजनिक महत्त्वको प्रस्तावको विषय यो राख्नुभएको उसमा म उहाँलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु नेपाल सरकारको तर्फबाट। अनि अलिकति चाहिँ मैले यसमा अलिकति के भन्न चाहेँ भने, जस्तो आज चाहिँ यो सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल यहाँ उठेका प्रश्नहरूको जवाफ दिँदै गर्दा नेपाल सरकार चाहिँ यो विषयमा गम्भीर छ। नेपाल सरकार यो सरकार गठन भए दिनदेखि नै यसमा सुकुम्बासीको हकमा अव्यवस्थित बसोबासीका हकमा नेपाल सरकारले काम गरिरहेको छ, निरन्तर काम गरिरहेको छ। यहाँ मूलभूत रूपमा यहाँ चाहिँ होल्डिङ सेन्टरको विषयमा धेरै कुरा उठेको भएर म पहिला होल्डिङ सेन्टरको कुरालाई चाहिँ के जवाफ दिने म प्रयत्न गर्नेछु। होल्डिङ सेन्टरमा र अलिकति मैले त्यहाँ एकजना मान्य सदस्यज्यूले पनि उठाउनु भएको थियो, समस्या त काठमाडौँमा थियो नि, नदी किनाराबाट उठाएर होल्डिङ सेन्टरमा राखियो। आज पनि उहाँ त्यही हुनुहुन्छ, तर बर्दियाबाट चाहिँ तपाईँहरूले सुरु गर्नुभयो, अरू जिल्लाबाट झापाबाट सुरु गर्नुभयो, तर चाहिँ यहाँ समस्या त सुकुम्बासी अहिले समस्यामा त काठमाडौँमा हुनुहुन्छ, यहाँको के भयो भन्ने विषयमा पनि उहाँको उसलाई जोडेर प्रश्नलाई जोडेर म त्यसमा उत्तर दिन चाहन्छु। समस्या पक्कै पनि अरू ठाउँमा अघि नै धेरै मान्यज्यूले पनि भन्नुभयो, यो सुकुम्बासी पहिचान उहाँहरूलाई जग्गा वितरण गर्ने कुरामा पक्कै पनि 3 तहकै सरकारको त्यति महत्त्वपूर्ण रोल हुन्छ र एउटा स्थानीय तहले सहयोग गरिदिएन भने पक्कै पनि त्यो प्रोसेस अवरुद्ध हुन्छ र काठमाडौँको हकमा त्यही भएको हैन। म यहाँ सबैजनालाई चाहिँ यो विषयमा निवेदन गर्न चाहेँ। अहिले होल्डिङ सेन्टरमा 388 जना परिवारको अहिले लगत सङ्कलन गरेर उहाँहरूको डिटेल्स लगिएको थियो। त्यसमा 58 को निवेदन फारम भरे सम्बन्धित जिल्लामा पालिकामा पठाइएको छ। 51 को चाहिँ जग्गा भेटिएकोले उहाँहरूको निवेदन अस्वीकृत भएको छ। 51 को पहिले नै आयोगमा दर्ता भएको हुनाले चाहिँ उहाँहरूको हकमा भोलि सूचना प्रकाशित हुँदैछ र हालसम्म हामीले जहाँ चाहिँ उहाँहरूको डिटेल्सहरू पठायौँ सम्बन्धित जिल्लामा सम्बन्धित पालिकामा पठाइसकेपछि वडाहरूले चाहिँ त्यो सूचना उहाँहरूको हकमा निकालिदिनु पर्ने थियो। तर के भयो भन्दा 4 वटा पालिका बाहेकले त्यो उहाँहरूको नाम जहाँ पठाइएको थियो त्यो परिवारको चाहिँ त्यो सूचनै निकालिदिनु भएन हैन। 14 वटा पालिकाले सूचना निकालिदिनु भएन। मैले त पालिकाको सूची पनि लिएर आएको छु र एउटा निवेदन मलाई सभामुख महोदयबाट एउटा चाहिँ निवेदन पनि गर्न चाहन्छु भने त्यो कतिको मिल्छ मिल्दैन थाहा छैन, त्यो पनि नेपाल सरकारले गर्नुपर्ने हो भने त्यो गर्न मन्त्रालय पनि तयार छ। तर जुन आज सार्वजनिक महत्त्व प्रस्ताव दर्ता हुँदै गर्दा र यो विषयमा चाहिँ विपक्षी दलहरू पनि यति धेरै चाहिँ चिन्तित हुनुहुन्छ र यो विषयमा उहाँहरू चिन्तित हुनुहुन्छ र यथाशीघ्र चाहिँ सल्भ गर्नुपर्छ, लाल पूर्जा दिनुपर्छ भन्ने खालको उहाँहरूले पनि यही उहाँहरूको मान्यता हो र यही अनुसार अगाडि बढेको भन्ने कुरा उहाँहरूलाई पालिकामा पनि फिल हुनु पर्यो। त्यही भएर जुन आज सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ दर्ता भएर छलफल भइरहेको छ, यसको एउटा कपी भए पनि सम्बन्धित सबै पालिकालाई पठाइदिउँ, पत्राचार गरिदिउँ र त्यसले तपाईँहरूको अपनत्व देखाउँछ। त्यसले तपाईँहरूको विपक्षी दल पनि यसमा चाहिँ हैन, उहाँहरूले पनि यसमा अनरसिप लिनु भएको छ है, उहाँहरूलाई पनि लागेको कुरा यही हो, सुकुम्बासी अव्यवस्थित बसोबासीले छिटोभन्दा छिटो लाल पूर्जा पाउनुपर्छ भन्ने कुरा हजुरहरूलाई पनि फिल भएको छ भन्ने कुरा पालिका प्रमुखहरूले पनि फिल गर्नु पर्यो हैन। जसरी म थोरै एक्जाम्पल मात्र दिन चाहन्छु, कहाँ पालिकामा पठाइयो भन्दा जस्तो मकवानपुर गढी गाउँपालिकामा पठाइयो, मिथिला नगरपालिकामा पठाइयो हैन, भोजपुर नगरपालिकामा पठाइयो। यो सबै पालिका प्रमुखहरू नेपाली कांग्रेस दलका प्रतिनिधित्व त्यहाँ हुनुहुन्छ हैन। त्यही भएर मलाई एउटा रिक्वेस्ट चाहिँ नेपाल सरकारको तर्फबाट म मन्त्रालयको तर्फबाट पनि एउटा के गर्न चाहन्छु भने, जस्तो खालको आज यस्तो गम्भीर विषयमा छलफल भएको छ र जति सिरियस यहाँ मान्यज्यूहरूले आफ्नो कुराहरू राख्नुभयो, यो कुरा तल सर्कुलर हुनु पर्यो, प्रदेशमा सर्कुलर हुनु पर्यो, पालिकामा सर्कुलर हुनु पर्यो। अघि मान्यज्यूले एउटा फेरि पनि के भन्नुभयो, कहाँ मान्छ, अब सिडिओको अध्यक्षतामा भएको मान्छेलाई मान्छ अध्यक्षतामा भनेर प्रश्न गर्नुभयो। त्यो भन्दै गर्दा फेरि हामी जिरोबाट सुरु गर्ने अथवा त्यही पुरानो जे प्रवृत्ति थियो त्यही दोहोऱ्याउने हो त मान्यज्यू? मेरो प्रश्न तपाईँलाई छ। किन भन्दा तपाईँलाई थोरै एउटा एक्जाम्पल दिन्छु। 87-88 आर्थिक वर्ष 87-88 देखि 82-83 सम्म 3टा आयोग मात्र गठन भए। त्यो 3टा आयोगको खर्च तपाईँको 2 अर्ब 11 करोड छ। 3टा आयोगको खर्च अझै यो कहिले 47 सालबाट बन्न थालेको हामीसँग रेकर्ड भएको थियो, त्योभन्दा अगाडि पनि बनेका थिए। त्यो पछिका आयोगहरूको खर्चको विवरण निकाल्ने भन्यो भने त अहिले यो नम्बर बढेर कति बढ्छ होला हामी सबैजना आंकलन गर्न सक्छौँ। त्यही भएर यो 3टा आयोगको खर्च मात्रै 2 अर्ब 11 करोड थियो।
यही खरोड चाहिँ त्यो सुकुम्बासी व्यवस्थापनको लागि हामीले यो बजेट विनियोजन गरे भए सायद यो अहिलेसम्म भइसक्थ्यो होला यति बजेटले पनि। त्यही भएर अस्ति 25 करोडको एउटा बचतकर्ताको हकमा चक्रिय कोष निर्माण गर्ने त्यो पनि पछिल्ला सरकार त्यो लास्ट गभर्मेन्टहरूले गरेको डिसिजनहरू एउटा पीडितको पक्षमा थियो भनेर हामीले अनरसिप लिएर अगाडि बढ्दै गर्दा 25 करोडको लागि यही रस्टमबाट उभिएर मैले 3 चोटि जवाफ दिनु परेको थियो। र आज यो 2 वर्ष 2 अर्ब 11 करोड 3टा आयोगको मात्र खर्चको विषयमा हामी छलफल गर्ने कि नगर्ने? यो बनेका आयोगहरूको अब फेरि पछिल्ला आयोगले के गर्यो फेरि यहाँ प्रश्न उठाउन यो भन्दा पनि अगाडि कसरी जाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भनेर मान्यज्यूबाट आयो। एकदम सकारात्मक हो, त्यही गरिरहेछौँ हामी। पछिल्ला आयोगहरूमा राजनीतिक भर्ती केन्द्र बनेकै हुन्, किनभने जग्गा प्रशासन भनेको टेक्निकल कुरा हो। त्यसमा चाहिँ सामान्य मान्छेले बुझ्छु अथवा एउटा राजनीतिक कर्मीले चाहिँ यसमा गरेर जान्छु यसमा सल्भ गर्छु भनेर उसले सक्दैन। जग्गा प्रशासनमै काम गरेको मान्छेले सक्छ, नापीमै काम गरेको टेक्निकल मान्छेले सक्छ। त्यही भएर अहिले समिति त्यतिखेरको मैले अझ भन्न छुटाएँ, मैले 3टा आयोगमा कम्ती जनशक्ति 600 जना थिए र प्राविधिक कर्मचारी 1000 जना राखिएको थियो। अहिले त्यो व्यवस्थापनको लागि मन्त्रालयलाई हम्मे परेको छ, कसरी व्यवस्थापन गर्ने त्यतिजना कर्मचारीको भनेर। त्यही भएर अर्को हकमा जस्तो अब यही उसबाट ढर्राबाट हुन सकेन, यही आयोगहरूबाट हुन सकेन, जुन हामीले चाहिँ जस्तो खालको आयोग बनायौँ हो यो लर्निङ हो। किनभने यतियौँ आयोगबाट हाम्रो के लर्निङ भयो भन्दा यो संरचनाले भएन, अब यसरी अगाडि बढ्न सकिँदैन। यही कुरा गर्ने हो भनेपछि हामी यो गभर्मेन्ट पनि फेलियर हुन्छ भनौँ न। हामी सबैजनाको जुन एउटा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा दिनुपर्छ, अब यही सरकारको पालामा दिनुपर्छ भनेको यो सम्भव थिएन। त्यही भएर हामीले के गर्यौँ, संरचनाहरू जिल्लामा सिडिओको अध्यक्षतामा समिति गठन गर्यौँ। समिति छ, त्यसमा पालिकाको प्रतिनिधि बस्नुहुन्छ, सम्बन्धित नापी कार्यालयको चाहिँ सदस्य सचिव बस्छ। त्यसै गरी केन्द्रमा मात्रै 4 जना हामीले 4 जना राख्यौँ, 4 जना विज्ञ सदस्यहरू राख्यौँ, एकजना सदस्य चाहिँ उच्च अदालतको न्यायाधीशले लिड गर्नुहुन्छ यो कुरालाई। त्यही भएर अघि नै मान्यज्यूबाट आएको थियो, यो पनि राजनीतिक भर्ती केन्द्र भएन, यो टेक्निकल मान्छे काम गरेर जानेको मान्छे पूर्व कर्मचारीहरू नै हुन्। उहाँहरू जुन अहिले समितिमा हुनुहुन्छ उहाँ धेरै लामो समय चाहिँ भूमि प्रशासनमा काम गरेको मान्छे हुनुहुन्छ, धेरै लामो समय नापीमा काम गरेको मान्छेहरू अहिले त्यो समितिमा बसेर काम गर्दै हुनुहुन्छ। त्यही भएर पनि अलिकति चाँडो हामीले चाहिँ जेठ 19 गतेबाट नै हामीले लाल पूर्जा वितरण काम सुरु गर्न सक्यौँ। किन सक्यौँ भन्दा यही राजनीतिक नेतृत्व त्यो समितिमा नभएर टेक्निकल मान्छेहरू काम जानेका जग्गा प्रशासन बुझेका मान्छेहरू चाहिँ त्यो समितिमा भएको भए पनि छोटो समयमा हामीले केही जिल्लामा सुरुवात गर्न सकेका छौँ। र यसै गर्दै गर्दा अब मैले चाहिँ फर्दर हामीले अब होल्डिङ सेन्टरको विषयमा पनि उहाँ भएको परिवारको विषयमा कति चाँडो लाल पूर्जा वितरण हुन्छ भन्नेको हकमा अब यो जवाफ मलाई चाहिँ हजुरहरूबाट पनि मैले कति सहयोग पाउँछु भन्ने कुरामा निर्भर गर्छ। अब उहाँहरूले किन भन्दा आजको दिनमा वडाले आज नोटिस निकालेन भने त्योभन्दा माथि प्रक्रिया अगाडि बढ्न सक्दैन। वडाले चाहिँ के अरे सूचना निकालेर चाहिँ उहाँले प्रमाणीकरण गरेर पालिकामा पठाउनु पर्यो, पालिकाले भेरिफाई गरेर फेरि जिल्ला जुन समिति छ त्यसलाई पठाउनु पर्यो, त्यसपछि बल्ल एउटा प्रोसेस पुरा हुन्छ। त्यही भएर कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा अहिले फेरि हजुरहरूको सहयोगमा मैले फेरि आग्रह गर्न चाहेँ, हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ। त्यसै गरी पालिका र अझ स्थानीय तह र प्रदेशले हामीलाई कति सहयोग गर्छ त्यही अनुसारले यो गति अगाडि बढ्न सक्छ। नत्र आजको दिनमा स्थानीय तहले चाहिँ रोकिदियो भने रोकिन्छ प्रोसेस, हो यो सत्यता हो। त्यही भएर अब यो कति चाँडो बढ्छ र कति चाँडो यसको समस्या समाधान हुन्छ भन्ने पाटोमा हजुरहरूको सहयोग त्यति नै म्याटर गर्छ र त्यो सहयोगमै डिपेन्ड हुने कुरा भयो स्थानीय तहको हकमा। मैले यति नै निवेदन गरेँ यो विषयमा। त्यसै गरिकन अब यो सबैजना सरकार कतिवटा जिल्लामा लाल पूर्जा वितरण भयो, कतिवटा चाहिँ अघि नै 12 लाख जना चाहिँ हामी अव्यवस्थित र भूमिहीन दलित भूमिहीन सुकुम्बासी गरेर हाम्रो अहिले 12 लाख जतिको डेटा छ, 12 लाख समथिङको डेटा छ होइन। त्यसमा पनि हामीले चाहिँ अघि नै 4 वटा जिल्लामा हामीले चाहिँ लाल पूर्जा वितरण सुरु गरिसकेका छौँ र अब भदौभित्रमा हाम्रो उदयपुरमा 300 वटा, तनहुँमा 15 वटा, मकवानपुरमा 106 वटा, कञ्चनपुरमा 17 वटा, धनुषामा 5 वटा, दाङमा 14 वटा, बर्दियामा 30 वटा र सुर्खेतमा 18 वटा भदौभित्रमा वितरण गर्ने मन्त्रालयले त्यसरी नै काम गरिरहेको छ। मैले यहाँ जानकारी गराउन चाहेँ। आज उठेका सार्वजनिक यो जुन प्रस्ताव आज दर्ता भएर आज हामी छलफल गरिरहेका छौँ, यसमा पक्कै पनि यो चाहिँ आज एउटा मौका पनि के भयो भने नेपाल सरकारले के गरिरहेको छ, मन्त्रालयको हिसाबले म मन्त्रीको हिसाबले के गरिरहेको छु भन्ने एउटा चाहिँ मैले जवाफ दिने मौका पनि मिल्यो होइन। त्यही भएर सरकारले गरिरहेको काममा चाहिँ यो प्रस्ताव आउनै पर्थ्यो भन्ने कुरा अब फेरि छलफलको पाटो होला। तर पनि मैले अझै विशेष गरिकन विपक्षी दलका हाम्रो मान्यज्यूहरूलाई चाहिँ के विश्वस्त पार्न चाहन्छु भने नेपाल सरकार यो विषयमा गम्भीर छ, संवेदनशील छ होइन। अहिले पनि
पनि जस्तो पछिल्लो आयोगले सूचना निकालेको थियो भने अहिले पनि वास्तविक सुकुम्बासीले त्यो सूचना नपाएको कन्डिसन छ। अहिले पनि सुकुम्बासीको हकमा फेरि पनि सूचना जारी गरिदिनु भनेर अनुरोध आइरहेको कन्डिसन छ। हामीले नियमावली संशोधन गरेर तेस्रो पटक सूचना जारी गरिसकेका छौँ होइन। अब परेको खण्डमा फेरि अझै बढाएर एकचोटि फेरि निकाल्नुपर्ने अवस्था पनि देखिन्छ। त्यही भएर सबै काम सकिसकेका थियो, यो सरकार आएर भट्टाभट लाल पूर्जा बाँड्यो भन्ने कुराको भाष्य नबनाइदिनु भनेर मैले अनुरोध गर्छु। किनभने सुकुम्बासीले अहिलेसम्म निवेदन पनि भर्न पाएको नभर्न पाएको अवस्था छ होइन। कतिपय ठाउँमा चाहिँ त्यो अवस्थामा पनि जिरोमा पनि छौँ हामी। त्यही भएर यो अहिले पछिल्लो आयोगहरूले के गरे र अब के गर्ने भन्दा पनि अब अगाडि बढ्नको लागि स्थानीय सरकारको सहयोग चाहिन्छ। त्यो सहयोगमा यो आज भएको छलफल र आज दर्ता भएको प्रस्ताव पनि तलसम्म पत्राचार गरिदिनु हुन सम्बन्धित दललाई मैले रिक्वेस्ट पनि गर्छु। यो प्रकारको उहाँहरूले गयो भने मात्रै हामीले चाहिँ स्पिड अप गर्न सक्छौँ यो कामहरू। र अघि नै भने जस्तो अघि मान्यज्यूले भने जस्तो अब यो सिडियुल अध्यक्ष मानिँदैन भन्यो भने फेरि पुरानै ढर्राबाट सुरु गर्ने र योमा हामी समाधान गर्न खोज्या हो कि होइन भन्ने प्रश्न उठ्ने भएको भएर यस्ता प्रश्नहरू अब सुकुम्बासीको हकमा भनौँ अथवा सहकारी पीडितकै हकमा भनौँ समाधान गर्नेतिर हामी सबैजना जाउँ, हामी सबैजना एक हौँ। त्यसको लागि अहिले हजुरहरूको प्रदेश र स्थानीय तहमा सहयोग चाहिएको छ। होल्डिङ सेन्टरको हकमा पनि त्यति कारणले मात्र रोकिएको अवस्था हो। आजको दिनमा मलाई लाग्छ केही परिवारले लाल पूर्जा पाइसक्नु भएको हुन्थ्यो यदि स्थानीय तहले समयमै हामीले पठाएकै विवरण पठाएकै दिनमा चाहिँ अथवा भनौँ एक हप्ताभित्र पनि उहाँहरूले सूचना जारी गरिदिएको भए भए होल्डिङ सेन्टरको हकमा पनि केही त्यहाँका परिवारले लाल पूर्जा लिएर गइसक्नु भएको हुन्थ्यो। तर त्यो भएन किनभने स्थानीय तहले अझैसम्म पनि सूचना नै निकालिदिनु भएन उहाँहरूको हकमा। त्यही भएर त्यसमा हजुरहरूको सहयोग चाहिएको छ। यो प्रस्ताव हजुरहरूले जुन दर्ता गर्नुभयो त्यसको अक्षरशः तल पनि जान पर्यो, सम्बन्धित पालिका सबै पालिकालाई चाहिँ पत्राचार गरिदिनु पर्यो। त्यो भएपछि हामीले चाहिँ यसलाई होल्डिङ सेन्टरको हकमा मात्रै होइन देशैभरिमा हामीलाई सहज हुन्छ। यसरी नै हामीले काम गरिरहेका छौँ र अब यसमा धेरै कन्फ्युजन पनि छ। अब कसलाई दिने कसलाई नदिने, अब किनभने बाँड्न सुरु भइसकेपछि सबैजनालाई एउटा खालको प्रेसर पनि मान्यज्यूहरूलाई के छ भन्दा अब हाम्रोमा आउँदैन कि हाम्रोमा यस्तो यस्तो खालको समस्या छ। किनभने भूमिसँग रिलेटेड अव्यवस्थित सुकुम्बासी दलित र के अरे दलित सुकुम्बासी भूमिहीन सुकुम्बासी र अव्यवस्थितको मात्रै होइन जग्गासँग जोडिएका अन्य धेरै प्रकारका समस्याहरू छन् जुन विषय अन्यलताको विषय छ। अहिले पनि के गर्छ हामी चाहिँ बस्न पाउँछौँ, वर्षौँदेखि भोगचलन गर्दै आउनु भएको छ, त्यसमा बस्दै आउनु भएको छ। ल हामीलाई उठाउँछन् कि काठमाडौँको हेरेर अब डोजर आतङ्क गरेर त्यसलाई अपव्याख्या पनि गरिदिएका छन् कति पालिकाहरूले होइन। त्यसमा पनि हामी संवेदनशील हुनुपर्छ। यसरी चाहिँ के अरे कसैको चाहिँ सम्पत्तिसँग जोडिएको विषय, कसैको जीवनसँग यति जोडिएको विषयमा हामी यति गम्भीर छौँ भने पत्राचार गरेका अथवा केन्द्रमा गरेका कुरा अतिरञ्जित गरेर पालिकाहरूले पनि त्यो उसमा उहाँहरूको पनि भूमिका देखिएको छ। त्यसमा पनि हामी संवेदनशील भइदिनुपर्छ। त्यही भएर म यहाँ एज यो मन्त्रालय सम्हालेको मन्त्रीको हैसियतले नेपाल सरकारको तर्फबाट म के एउटा ग्यारेन्टी गर्न चाहन्छु यो सदन मार्फत, यो सभामुख मार्फत सबैजना नेपाल सरकारको पहिलो प्राथमिकता भनेको जो जहाँ बसिरहनु भएको छ उहाँ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित जसले चाहिँ वर्षौँदेखि भोगचलन गरिरहनु भएको छ हाम्रो पहिलो प्राथमिकता भनेको उहाँहरूले बसेकै ठाउँमा दिने हो। त्यसमा हामी कन्फ्युजनमा हामीले चाहिँ त्यहाँबाट उठाउँछ कि सरकारले उठाउँदैन, उहाँहरूले भोगचलन गरिरहेकै ठाउँमा हामीले दिने हो। तर कहिलेकाहीँ उहाँहरू बसिरहेको ठाउँ नकारात्मक सूचीमा पनि आउन सक्छ। त्यो चाहिँ त्यो जग्गा उहाँहरू जुनमा बस्नु भएको छ त्यसको हकमा मात्र उहाँहरूलाई अर्को ठाउँमा व्यवस्थापन गर्ने हो। तर अहिले हामीले चाहिँ उहाँहरू जहाँ बसिरहनु भएको छ उहाँहरूलाई त्यहीँ दिने गरिकन हामीले चाहिँ त्यो व्यवस्था त्यो त्यसरी अगाडि बढिरहेको कुरा म सम्बन्धित सबै मान्यज्यूहरूलाई हजुरहरूले पनि आफ्नो क्षेत्रमा जाँदाखेरि यो चाहिँ एउटा पब्लिकमा पुर्याउनु पर्ने मेसेज छ। किनभने उहाँहरू अलिकति आतङ्कित भएको, अलिकति सशङ्कित भएको छ, सशङ्कित भएको टाइम छ। त्यही भएर यो चाहिँ एउटा चाहिँ नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यहीँ दिने गरिकन व्यवस्था अगाडि काम कारबाही अगाडि बढिरहेको छ। तर कहिलेकाहीँ चाहिँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ। त्योभन्दा बाहेक उहाँहरू जहाँ बसिरहनु भएको छ सुकुम्बासीहरू उहाँहरूले त्यहीँ आफ्नो जग्गा पाउनुहुन्छ। यो कुरा चाहिँ हजुरहरूले चाहिँ आफ्नो सम्बन्धित क्षेत्रमा पनि पुर्याइदिनु होला। र अघि नै पनि केही मान्यज्यूहरूले भन्नुभयो वनको कुराहरू छन् होइन, कति त्यो भोगचलन गर्दै आएको कुराहरू केही कुरा हो पक्कै पनि त्यो नीतिगत सुधारहरू गर्नुपर्ने छ। अस्ति हामीले त्यो तयारी पनि गरेका थियौँ, अब सम्भव केही कारणवश त्यो आउन पाएन। तर हामीले चाहिँ त्यसै अनुसार विधेयक मस्यौदा गरिरहेका छौँ होइन। त्यही भएर उहाँहरूलाई अहिलेको सुकुम्बासीको हकमा हामीले जसरी सहजीकरण गर्न सकिन्छ उहाँहरूको कुराहरू, उहाँहरूका गुनासोहरू र उहाँहरूको जुन समस्या छ अहिले त्यसबाट उहाँहरूलाई निकाल्नको लागि त्यही अनुसार नीति पनि ड्राफ्ट भइरहेको छ। हामीले काम कारबाही त्यसरी नै अगाडि बढिरहेको छौँ र विपक्षी दलहरूले अहिले जुन यहाँ हामीले जसरी हामीले महत्त्वको यो सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गऱ्यौँ त्यही अनुसारले हजुरहरूले सहयोग पनि गरिदिनुहुन्छ भन्ने ठुलो आशासहित म यहाँबाट बिदा हुन्छु। हस्।